सो हेलो गाइज गुड मर्निङ ल गुड मर्निङ बियन उठ्नु भयो आमा 8 बजे उठ्ने मान्छेहरू यार 8 बजे उठ्ने मान्छेहरू गाइज म चाहिँ आज हाम्रो चाहिँ 2 दिनको मेलो रोपेर सकियो हिजोको मैले भिडियो बनाएन अस्तिको भिडियो तपाईँले हेर्नुभयो होला है अनि सकियो आज चाहिँ दिदीहरूको रोपाइ छ त्यसको लागि म जान लाग्यो तम तयार भएर असली रोप्दैछु म टक्कै आफ्नो असली रूपमा छु हैन जान लाग्छु म चाहिँ 8:30 बज्न लागिसक्यो 8:30 बजेतिर भए पुग्ने भन्दै थिएँ खै पुग्दै पुग्दैन थाहा छैन अनि बाटो कस्तो छ तपाईहरुलाई म भिडियो बनाएर देखाउँछु हाम्रो गाउँ जाने बाटो चाहिँ बिजोग छ कि बिजोग पुरै यस्तो बगर जस्तो छ बगर ढुङ्गा 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 अहिले म देखाउँछु तपाईहरुलाई माथि खुदी बुलबुलेसम्म हैन त्यो भन्दा माथिको चाहिँ अलिअलि देखाउँछु तपाईहरुलाई है गाइस ल हिँडेको म बाइ सो गाइज यति बेला चाहिँ म बेसी सहरबाट बाहिर निस्किसकेको छु यो चाहिँ बेसी सहरबाट खुदीतिर जाने बाटो खुदीतिर भन्नाले मनाङतिर जाने बाटो हैन कति तपाईहरुलाई थाहा छ होला यो बाटो हिँड्नेहरुलाई अनि जो हिँडिसक्नु भएको छ उहाँहरुलाई चाहिँ थाहा होला जो हिँड्नु भएको छैन उहाँहरुले चाहिँ यो ब्युटीको मजा लिनु होला अनि यो चाहिँ हाम्रो खरखरेको भिर सरकारलाई मतलब एकदम धेरै सरकारको पैसा चुना लगाएको चाहिँ यही भिर हो हेर्नु न आमा यत्रो यत्रो अहिले चाहिँ बल्ल यो पिलर लगाउन लाग्छ जब वर्षै पछि खसेको खसी हो कि यो खरखरे नामै खरखरे खरखर खरखर खसेको खसी खसेको खसी त्यो बिजोग छ हेर्नु अहिले पनि बाटो यति बिजोग छ हेर्नु त उफारेर आया थैत तेरिका कम त गाह्रो छ यो बाटो कहिल्यै सफल भएन यो बाटो चाहिँ हिउँदमा चाहिँ लगभग ठिकै हुन्छ बर्खा लागेपछि चाहिँ झर्ने हो के सो त्यही भएर गाइज कोही हिँड्दैन हुन्छ भने एकदम विचार पुऱ्याएर हिँड्नु होला अगाडि हेर्न देख्न सक्नुहुन्छ तपाईहरुले मर्स्याङ्दी गाउँपालिकाको गेट यो चाहिँ पुरै बनेर भ्याएको छैन हैन बन्दै छ बोर्ड चाहिँ लगाइसकेको छैन गेट चाहिँ लगभग बनिसकेको छ यसो हेर्दा चाहिँ 90% बनिसकेको जस्तो लाग्छ मलाई हैन अगाडि भ्यू देख्न सक्नुहुन्छ तपाईले यति मजाले सर यो चाहिँ खुदी है गाइज खुदी यहाँबाट खुदी बगैँचादेखि यता सर कति रमाइलो दृश्य छ हैन वाउ यो चाहिँ बिहान बिहान निस्किरहेको छु कि म गाउँ जानलाई त्यही भएर एकदम बिहानको चाहिँ मौसमै राम्रो के त्यही भएर हेर्नु न कस्तो राम्रो आछ अनि म साम्बा चोक कटेर पुल क्रस गरिरहेको छु यो चाहिँ खुदीको पुल हो यहाँनिर चाहिँ मैले खुदीको पुल क्रस गरेर जानुपर्ने हुन्छ हैन यही हो यो खुदी बजार पनि राम्रै छ अहिले चाहिँ पिच भएर चाहिँ बाटो धेरै राम्रो हुने रहेछ के राम्रै लाग्छ जस बेसी सहरबाट खुदी बुलबुलेसम्मको बाटो चाहिँ एकदम आरामदायी नै छ अनि यहाँबाट चाहिँ म दाहिने लिनुपर्ने हुन्छ है देब्रेतिर चाहिँ मनाङ जाने बाटो हो यो चाहिँ म दाहिनेतिर जाँदैछु दाहिनेतिरको यो पुल क्रस गरेर अनि तपाईहरुले सुरुङ मार्ग देख्नु भएको छैन वाउ हेर्नु न वाउ क्या दामी भ्यू आछ नि आहा खत्रै हो अनि यहाँ चाहिँ चाइनाको ड्याम के छ कुनी अनि यो सुरुङ छिर्यो हामी है यहाँबाट सुरुङ सर वाउ कस्तो आनन्द आउँछ क्या यो भित्र छिरेपछि पनि कस्तो लाग्यो तपाईहरुलाई गाइज मन परेन त वाउ लामो पनि लामो छ के कम त लामो छ त वाउ हेर्नु न आम्मा अझै सकेको छैन के वाउ बल्ल निस्किन लाग्यो अगाडिको बाटो देखिरहेछ आहा खतरै बनाउँछ चाइनाले चाइनाले गर्छ हौ गाइज यहाँबाट तपाईहरुले देख्न सक्नुहुन्छ अगाडिको भ्यू हैन सर डाँडा हिमालहरु हाम्रो त नेपालको त बाटो जस्तो भए पनि प्राकृतिकले दिएको डाँडा काँडा चाहिँ धेरै राम्रो के हाम्रो ठाउँको चाहिँ
धेरै मनपर्छ गाइस धेरै। यो चाहिँ हामी गाउँपालिकाको अफिसको अगाडिबाट क्रस गरिसकेको छु। अगाडि हेर्नु त गाइस हिमाल। वाउ मर्स्याङदीको छेउछेउ। मर्स्याङदीको छेउछेउ क्या मजा। शीतल चिसो हावा आउँछ क्या यहाँनिर त। आमा यहाँनिर आएपछि त कस्तो मजा आनन्द आउँछ क्या। आहा त तर के गर्ने गाइस पुरै बगरको बालुवा र गिटी त बाहिर निकालिसक्यो। के हो म बुझ्न सक्दिनँ यो चिज चाहिँ। पुरै गिटी र बालुवा बाहिर निकालेछ। ल गाइस यो चाहिँ हाम्रो गादीको प्रोजेक्ट बिजुलीको पावर हाउस भन्दाखेरि यहाँ चाहिँ यो हो ड्याम हो है। पावर हाउस चाहिँ तल छ। यो चाहिँ ड्याम। अहिले असारको 21-22 गते यस्तो देखिरहनु भएको छ तपाईँहरूले है। पुरै खोलाहरू चाहिँ धमिलो आइरहेछ तर पनि दामी देखेछ दामी गाइस। यो चाहिँ अहिले हाम्रो एरियाको अलिकति घुम्न आउने ठाउँ जस्तो के है। एकदम राम्रो देखिरहेछ है। फोटोहरू खिच्न टिकटक सिकटक बनाउन। अब यहाँबाट सुरु हुन्छ असली एडभेन्चर। हेर्नु त बाटो खोलाको बगर जस्तै छ त। गाइज म चाहिँ यति बेला लामपटामा आइपुगेको छु। लामपटाको चाहिँ अहिले बाटो यस्तो छ। खासै नराम्रो पनि होइन खासै राम्रो पनि होइन ठिकै छ होइन। तर यहाँनिर चाहिँ अलिकति हिलोहरू भएर अलिकति अब्बड खाबड भएर अलिकति डर चिप्लिन डर लाग्छ। पाङ्ग्रा चिप्लिन डर लाग्छ। तर ठिकै छ लगभग यतिको चाहिँ ठिकै छ है। खासै नराम्रो चाहिँ होइन। राम्रो भन्दाखेरि राम्रो चाहिँ होइन है। फेरि यहाँनिर चाहिँ हेर्नु आमा कहाँबाट हाल्ने क्या बाटै छैन। दुईतिर गाडीको टायरको खाल्टो छ हिलो छ अनि बिचैबाट हाल्नुपर्छ। बिचमा पनि खाल्टो छ तर अहिले पानी खासै नपरेको भएर अनि खाल्टोमा पानी नभएर अनि ठिकै भयो क्या है। यहाँसम्म चाहिँ मजाले आइयो गाइज। सो गाइज म चाहिँ फाइनल्ली गाउँ आइपुगिसकेँ। गाउँमा आएर पनि खेतमा आइसकेँ। गेटअप देख्न सक्नुहुन्छ तपाईँले। अलिको गेटअप गरिसकेको छु है। अनि रोपाइ आज हाम्रो हिजो सक्यो। आज यता दिदीहरूको रोपाइ हुँदैछ। यताबाट सुरु छ हाम्रो रोपाइ चाहिँ। यहाँबाट लगाएर टक्क लगाएर यतिदेखि यो खोला माथिसम्म 3-4 दिन लाग्छ हौ। हाम्रो चाहिँ खोला नभएर पानी यस्तो लगाउँछ गाइस। कहाँबाट पानी तानेर यस्तो गरेर जुगाड गरेर लगाउँछ। त्यसरी नै आफ्नो दिनचर्या निस्किरहेछ गाइस। त्यही हो उत्तर दिशाको गर्नु जय हो। राम्रो भइदियो खेतीबाली राम्रो भइदियो नलाइदियो। एउटा घरमुली कानमा लगाइदिनु।
माथि चढाइदियो पहिला पहिला गोरुले जोत्थ्यो आजभोलि अब जमाना अनुसार सबै कुरो चेन्ज हुँदै जानु रहेछ सबैको गोरुहरू हर्न थालिसक्यो अब एउटा दुईवटाको घरमा गोरु छ नत्र त सबैको हातमा ट्र्याक्टर सबैको घरतिर ट्र्याक्टर अनि त्यही गाइज है जमाना अनुसार सबै परिवर्तन हुँदै जानु रहेछ क्या आधुनिक युग हुँदै होइन ल गाइज हाम्रो टी ब्रेक यस्तो हुन्छ गाइज यस्तो टक्क लाएर खाना खानुभन्दा पहिला यस्तो ब्रेक हुन्छ एउटा टी ब्रेक पेटलाई एकछिन बलियो बनाउनलाई गाइज हाम्रो चाहिँ अहिले एउटा दुईवटा तिनवटा रोपेर भइसक्यो यो चौथोवाला बनाउँदैछौँ हामीले यो पनि लगभग अब 95% भइसक्यो भएन लाग्छ त्यसपछि अर्को हुन्छ अर्कोमा पनि पानी लगाउँदैछौँ त्यही गाइज हेर्दै गर्नु होला इन्जोय गर्नु होला सहर बजारमा बस्नेहरूलाई त कति रमाइलो लाग्छ है तर यहाँ के गर्ने गाउँमा माथिबाट घामले पर्ने तलबाट खुट्टाले हिलोले खाने आमामा गाह्रो छ नि हो सहर बजारको मान्छेहरूलाई रहर हुन्छ गाउँघरको मान्छेलाई कर हुन्छ होइन त्यही गाइज इन्जोय गर्नु होला भिडियो हेरेर गाइज यो चाहिँ हाम्रो खाजा है अघि चिया खायो अब यो खाजा भने नि भात भने नि पानी आइरहेको छ त्यहाँबाट चलाएर पाइपमा त सुक्कै गरेर राखेको ल गाइज हाम्रो आजको रोपाइ चाहिँ सकियो पानी चाहिँ अलिअलि भएको थियो है तर के भन्छ अरे त्यही हो समय अनुकूल अनुसार गरियो जति सक्दो तर भने जति चाहिँ गर्न सकेन त्यही हो गाइज अब दुःख सुख भनेको यस्तै रहेछ है मान्छेको जिन्दगी कहिले के पर्छ होइन ल भिडियो इन्जोय गर्नुभयो होला तपाईँहरूले मन पऱ्यो भने लाइक सेयर गर्नु होला अनि कोही च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला है अब फेरि अर्को भिडियोहरू लिएर आउँछु गाइज ओके बाई बाई